हेलो गाइज, मेरो नाम श्रेय पन्थी हो र आज हामी घुम्न जान लागेका छौँ। म भाइ मम्मी सानी। ल यहाँको फर्स्ट इन्ट्रोडक्सन पार्ट चाहिँ सुयोग्याले गरिन्। अब चाहिँ हामी चाहिँ घुम्न गइरहेका छौँ। यसपछि हामी चाहिँ कहाँ कहाँ जान्छौँ त्यो चाहिँ देखाउँछौँ। ऐसेलो टिप्ने कार्यक्रम चलिरहेको छ। यस्ता भिरमा गएर साखिन डाँडा पुग्यो। तर खेल्ने ठाउँ चाहिँ कहाँ छ खै? चुलाग्नु बनाउनु दिदीलाई डेटिङ स्पोट मन परेछ यतापट्टिको। बिनाजुसँग पठाउँला। कस्तो दामी भ्यू छ। फोटो खिच्ने स्पोट। यहाँ फोटो खिच्न मिल्छ है दिलमा। फोटो खिच्ने स्पोट। खिच्दैन तपाईँ त यहीँबाट फोटो खिची हुनुहुन्छ। सिङ्गरहरू छन् यहाँ धेरै हाम्रो घरमा। ढाका टोपी लगाएका मान्छे छ। एउटामा रकी बोय कपाल काटेदेखि सुयोग्याले आफ्नो जेन्डर चिन्न छोडिछिन्। पनि सुरु भइहाल्नुहुन्छ। हाइटको सदुपयोग हुँदैछ यता। पुग्यो हाम्रो जुलेङ्गे पुलमा, महेन्द्रनगरको जस्तो जुलेङ्गे पुल। म देखाउँछु अब। लामो रहेछ। मलाई त के हुँदैन। चक्कर होइन, मेरो साथीलाई हुन्छ। के आउँछ अहिले हेर्दाखेरि हेरौँ न, चक्कर आउँछ कि बिहोस भइन्छ। काब्रोको रुख अरे यो। अस्ति अचार खाएको यही हो। हामीले यसको अचार खाइदिउँ अस्ति। बोलाएर फोटो खिच्ने प्लान गरेको, आफ्नो भिडियो बनाएर बस्नुपर्छ। त्यहाँ माथिबाट हामी यहाँसम्म पुग्यौँ टाढा। 39 वर्षको हुन कस्तो राम्रो चर्च। कति पर्छ? यो त 50 रुपैयाँ पर्छ एउटा टायरलाई। हजुर। पुग्यो घर पुग्यो। छिटो आएर मोबाइल हेर्दै यो तमगासको मेन बजार घरबाट देखिन्छ होइन। ल आजको लागि यति नै। म ब्लगको एन्डिङ गर्न चाहन्छु। फेरि भेट्दै गरौँला।